बोल्न त्यस्तो खासै मन त थिएन, तर पनि एज अ जनता लम्कीचुवा नगरपालिकामा बासिन्दा भएको कारणले गर्दा लम्कीचुवा अस्पतालमा जुन यो एकदमै ठुलो विवाद देखिराखेको छ, अस्पताल बनाउने विषयमा यति धेरै विवाद हुनु आफैमा एउटा लाजमर्दो कुरा हो। किनकि यहाँ कुराहरू राजनीतिको होइन, जनताको जीवनसँग जोडिएको स्वास्थ्य सेवाको हो। आजको वास्तविकता के हो त? नगर भन्छ यो हाम्रो सम्पत्ति हो, प्रदेश भन्छ यो हाम्रो योजना हो, तर दुवै बीच हराएको कुरा के हो भने यो जनताको अस्पताल हो भन्ने सोच। अस्पताल जस्तो संवेदनशील ठाउँमा तालाबन्दी हुन्छ, नेताहरू एकअर्कालाई दोष दिन्छन्, तर एउटा बिरामीको आँखाबाट हेर्ने हो भने उसलाई न नगर चाहिन्छ न प्रदेश, उसलाई त केवल उपचार चाहिन्छ। अब मेयर ठुलो कि मुख्यमन्त्री ठुलो भन्ने एउटा जुङ्गाको लडाइँले आज विकासलाई रोकिदिएको छ। जहाँ सहकारी हुनुपर्ने थियो त्यहाँ अहङ्कार देखिन्छ, जहाँ समाधान खोज्नुपर्ने थियो त्यहाँ शक्ति प्रदर्शन गरिराखेका छन्। हिजो कर्मचारीहरूको आफ्नै किसिमको पीडा थियो, कसैले आवाज उठाएन। हिजो औषधि अभाव हुँदा पीडा थियो, कसैले चिन्ता देखाएन। हिजो टेक्निकल सामानहरूको अभाव थियो, कसैले चिन्ता देखेन। तर आज कसले चलाउने भन्ने कुरा सबैमा सक्रिय छ। यो कस्तो प्राथमिकता हो उनीले जानुन्। विकासको नाममा विवाद, सेवाको नाममा स्वार्थ, नेतृत्वको नाममा अहङ्कार, यिनै कुराले आज लम्कीचुवा अस्पताललाई विवादको केन्द्र बनाएको छ। अब पनि समय छ नगर र प्रदेश दुवै पक्षले एक कदम पछाडि हटेर दुई कदम अगाडि बढ्ने, होइन भने सम्झौताबाट, सहमतिबाट, सहकार्यबाट समाधान खोज्नुपर्छ र अन्ततः जसले लडाइँ जिते पनि जित्ने जनताले नै हो, पाउने सेवा सुविधा जनताले नै हो र सिम्पल छ। लम्कीचुवा अस्पताल लम्कीका बासिन्दाको हो, लम्की बासिन्दा सँगसँगै वरपरका जनताहरूको पनि हो। त्यसमा मोहनन्यालदेखि बर्दकोरियादेखि हरेक ठाउँहरूका मान्छेहरू पर्छन्। यदि लम्कीचुवा अस्पताललाई प्रदेश अस्पताल बनाउने हो भने पनि मुख्यमन्त्री ठुलो कि नगरपालिकाको मेयर ठुलो भन्ने भन्दा पनि आपसी सहमति, समझदारी र सहकार्य दुवैले गरेर एउटा जोइन्ट एमओयू गरेर अगाडि बढ्नु नै अहिलेको सबैभन्दा ठुलो आवश्यकता हो। होइन भने 2084 नजिकै छ, त्यहाँ सबै पाखा लाग्नेछन् र सबै सखाप हुनेछन् भन्ने कुरा जनताले बुझेका छन्। यो चाहिँ सबैजनालाई चेतना भयो। धन्यवाद।